ए भगवान गर्मी कति हो यार यस्तो जङ्गलमा आछौँ यस्तो जङ्गलमा चितुवाहरू त यो जङ्गलमा हुन्न बस्ती छ नि त धेरै बस्ती भयो भनेर भयो र जङ्गल त छ नि आउन सक्छ नि आउँदैन यहाँबाट सिसी क्यामेराहरू हुन्छ त्यसले गर्दाखेरि त्यति आउँदैन त्यस्तो हुन त आयो भने पनि हेर्छन् होला नि हेर्छ सिसी क्यामेराहरू अनि बस्तीहरू छ नि तलतिर भगाइदिन्छन् अनि छोपेर लान्छन् गर्छन् नि त त्यो त त्यसलाई ट्र्याक गरेर अनि तिमीलाई मैले के अरे कस्तो कोरिया कस्तो लागिरहेको भन त तपाईँलाई कस्तो लागिरहेको मलाई त कोरिया वास्तवमा बस्नलाई उ गर्नलाई त ठिकै हो तर भविष्यको लागि त्यति उ छैन काम गर्ने 2-4 वर्ष अनि जाने सकिन्न अब यिनीहरूको लाइफस्टाइल हेर्दाखेरि चाहिँ ठिकै जस्तो होइन आफूलाई हुन्छ नि त हेर्दा त्यस्तो लाग्छ तर उनीहरूको लाइफस्टाइल जस्तो हाम्रो लाइफस्टाइल हुन्छ त कहाँ हुन्छ हुँदैन नि त होइन त्यही भएर अब हाम्रो लागि त खासै छैन कि होइन होइन अरू सुविधा त राम्रै छ कि जस्तो अब गाडीहरूमा आउँदाखेरि यताउता हिँड्दाखेरि यता हेल्थको पनि हेल्थको हस्पिटलहरूमा गयौँ भने पनि धेरै सेवा सुविधा छ त्यस्तो हेर्दाखेरि त राम्रै छ होइन अनि धेरै यहाँ अरू त त्यस्तै काम धेरै यहाँको गरेर बस्न सकिन्न क्या यहाँको काम सकिन्न यहाँ आफूले सजिलो काम गर्छन् विदेशीले आफूले नसकेको काम गर्न नसकेको काम दिने हुन् त्यस्तो काम गर्न कहाँ वर्षौँसम्म गरेर बुढेसकालसम्म गर्न सकिन्छ त नि अहिले पो बलियो छ शरीर गरेला अरे भोलि पर्सि त बुढो भइन्छ नि कहाँ काम गर्न सकिन्छ भने कहाँ जान्छ त अनि काम नगरे त यसले पठाइदिइहाल्छ नि त्यो त पठाउँछ नि कहाँ राख्छ त हामीलाई नि अनि त्यही भएर सधैँभरि यही देशमा बस्छु भनेर यहाँ छैन कस्तो थियो अब जस्तै होइन तिमी अब यहाँ नआउँदासम्म कस्तो लागिरहेको थियो कोरिया भने कस्तो थियो भने एउटा हुन्छ नि त तिमीले सोच्दाखेरि के सोच्दाखेरि नेपालदेखि अब यहाँ नआउँदा पहिला सोचेको र अहिले आफूले भोगेको कोरियामा के फरक पायो के चाहिँ फरक पायो भन त कस्तो लाग्यो जुन तिमीले अब जस्तो सोचे अनुसार त चाहिँ धेरै नै अब राम्रो एकदम राम्रै छ कोरिया जुन रूपमा तिमीले नेपाल हुँदा सोचेको थियौ नि जुन उसमा हिसाबमा म त्यसरी नेपाल हिँडेको थिएँ हिँड्दाखेरि यताउता अब धेरै किसिमको हुन्छ नि त त्यहाँ त्यस्तो अब यहाँ चाहिँ धेरै सेवा सुविधा छ क्या जनतालाई त सेफ्टीको हिसाबले चाहिँ अब जस्तो राति हिँड्दा उ गर्दा त्यसको त्यो त धेरै अब एकदम होइन केटी मान्छे अब 10 बज्न लाग्यो भने अब नेपालमा हिँड्न लाग्यो भने एकदम डर हुने होइन हो कहिले केही गरिहाल्छ कि भन्ने त्यस्तो डर हुन्छ यहाँ त्यो छैन क्या तपाईँ 12-1 बजे राति 2 बजे हिँडे पनि डराउनै पर्दैन के एकदम फ्री के त्यसको लागि चाहिँ कोही आउला मलाई कोहीले उ गर्ला होइन कोही म माथि आक्रमण गर्ला चोरी गर्ला भन्ने त्यो छँदै छैन के चोरी भन्ने त जिरो छ के जिरो चोरी चाहिँ अब छैन यहाँको एउटा अब त्यो रुल्स भयो तपाईको त्यो पर्स हरायो होइन बसमा त्यसरी सार्वजनिक बसमा पर्स हरायो त्यसरी अनि लगभग 1-2 घण्टा पछि हामीलाई त्यो पर्स जस्तो हामीले हराएको थियो तपाईँको होइन त्यस्तै नै भेट्यो नि होइन कसैले केही ननिकालेको केही नउ गरेको त्यही हो नि हामीले खोजेकै त्यही हो नीति नियम देशको जनता सक्षम हुनुपर्छ तिमीले जुन रूपमा त्यहाँ नेपालबाट सोचेर यहाँ आथ्यौ नि त्यो किसिमको छ कि नै त्यस्तो तिमीले पायौ कि नै जस्तो यति धेरै त मैले सोचेकै थिएन यस्तो होला भन्ने त मैले सोचेकै थिएन त तिमीले के सोचेर आथ्यौ यसो कोरिया चाहिँ कस्तो होला हैन के होला अब यहाँको कामहरू कस्तो होला हुन्छ नि त एउटा अब यहाँको दैनिक जीवन चाहिँ कसरी चलेको होला जस्तो यहाँ काम गर्ने एकदम बिजी लाइफ छ के एकदम बिजी मान्छेलाई नि यस्तो कुरा गर्ने बस्ने भन्ने फुर्सदै छैन के हैन फुर्सदै छैन कामबाट घर खाना खानी सुत्ने अनि फेरि काममा जाने अर्को दिन बिहान उठेर अनि फेरि आउने पकाउने खाने सुत्ने हैन जुम्रा मार्ने बस्ने यो फुर्सदै छैन के मान्छेलाई कुरा गर्ने अर्काको कुरा काट्ने त्यो चाहिँ छँदै छैन के भनेपछि त्यो जे छ अब आफै काममा जाने आउने हैन
त्यो बाहेक चाहिँ अरू केही त्यस्तो केही छैन। जस्तो अब बिदा हुन्छ होइन, सार्वजनिक बिदाहरू पनि हुन्छ के, बिदाहरू त्यस्तो ऊ भयो भने जस्तो आज हामी गर्मी बिदा दिएछ कम्पनीले होइन, हामी मजाले घुमेका छौँ यस्तो पनि हुन्छ फेरि होइन, बिदाहरू छुट्टै बिदा भयो भने अब घुम्ने उड्ने। अनि जस्तो अब एउटा हुन्छ नि त, एउटा बिजी लाइफ छ नि त, बिजी लाइफ चाहिँ मलाई त बिजी लाइफ एकदम मन पर्यो। यो बिजी चाहिँ हुनैपर्छ मान्छे, बिजी भएन भने अब धेरै मान्छेका धेरै किसिमका कुरा निस्किने अनि मनमुटाव हुने, झैझगडा हुने त्यो निस्किहाल्छ क्या मान्छेको। भनेपछि बिजी लाइफ चाहिँ त्यो चाहिँ मन पर्यो अहिले त्यो बिजी नभएर त अहिले हाम्रो नेपालमा त्यस्तो आन्दोलन गर्छन्, यत्तिकै कुरा भयो भने पनि 5 मिनटमा एकदम जमघट हजारौँ मान्छे जम्मा भइहाल्छन् होइन। त्यो बिजी नभएर हो के, त्यो बेरोजगारी होइन। त्यो त हाम्रो अब भनाइ पनि छ नि, एउटा डोजर हेर्नको लागि मान्छे कयौँ भिड हुन्छ भनेको, अब त्यो त बिजी छैन नि त, काम धन्दा छैन केही छैन, गयो हेऱ्यो रल्यो आयो, टाइम पास गर्ने, दिन कसरी कटाउने भन्ने हो होइन। भनेपछि तिमीलाई यहाँ चाहिँ अब टाइमको एउटा चाहिँ महत्त्व चाहिँ त्यो बुझ्यो होइन। काम चाहिँ गर्न गाह्रो छ यहाँ, अरू चाहिँ अब जो जनतालाई सुविधा चाहिँ राम्रै छ। भनेपछि अब जुन अब तिमीले अब जस्तै अब हुन्छ नि त, कहिलेकाहीँ त तिम्रो मेरो भेट पनि कतिसम्म भन्नाले डे नाइट हुँदाखेरि के, डे नाइट हुँदा त अब अनुहार हेर्ने एकछिन अनि 5 मिनट त्यसपछि जाने आफ्नो आफ्नो काममा, ढोकामा भेट हुने हो अनि जाने हो। टाइमको चाहिँ एकदमै होइन, यो दिन चाहिँ मलाई चाहिँ बिदा चाहियो ऊ चाहियो भनेर बस्छु भनेर पनि पाइएन कि अग्रिममा भन्नु पर्यो एक हप्ता जस्तो तपाईँलाई बिदा चाहियो भने अब तपाईँले एक हप्ता अगाडि भन्नु पर्यो कि सरलाई मलाई बिदा दिनुहोस् भनेर होइन। अब त्यो म भोलि नै बिदा चाहन्छु भनेर त्यसरी चाहिँ बिदा माग्न मिल्दैन कि, यहाँको एउटा समय एउटा साउसँग एउटा ऊ हुन्छ कि, जस्तो समयको चाहिँ एकदम महत्त्व छ क्या यहाँ, टाइम टु टाइम पुग्नुपर्छ। एउटा तिमीलाई जस्तै यो कोरियाले चाहिँ तिमीलाई के सिकायो जस्तो लाग्छ तिमीलाई, एउटा कोरियाले चाहिँ के सिकायो? कोरियाले चाहिँ के सिकायो भनेपछि समयको चाहिँ एकदम ख्याल गर्नु पर्यो के। तपाईँको एकछिनको होइन, मैले पहिला जस्तो मान्छेहरूलाई भिडियोहरूमा युट्युबहरूमा देख्थेँ होइन, भाइ बहिनीहरूले के जस्तो यो जापान अमेरिका भन्दा नि जापानतिर गएको होइन, 1 सेकेन्ड ट्रेन छुट्यो अब त मलाई 1-1.5 घन्टा यहाँ कुर्न पर्ने भयो, बर्बाद भयो भन्ने जस्तो भिडियोहरू हालेको देख्थेँ मैले होइन। 1 मिनटको ढिलोले पनि के त्यस्तो हुन्छ होला, यो गफ हानेको होला भन्ने जस्तो लाग्थ्यो मलाई, नाटक गरेको होला जस्तो लाग्दैन होइन। 1 सेकेन्डको पनि यहाँ धेरै महत्त्व छ क्या। 1 सेकेन्ड पनि तपाईँले ढिलो गर्नुभयो भने तपाईँ चाहिँ फेरि कुर्नु पर्यो, लेट हुन्छ, सबै चिजहरूबाट चाहिँ त्यो पछि नै हुन्छ कि, पछि नै भइहाल्छ होइन, टाइम टु टाइम कि। अब त्यही भएर समयको चाहिँ एकदम महत्त्व छ यहाँ। हजुर, तिमीलाई चाहिँ यहाँ कोरियाले चाहिँ एउटा समयको भ्यालु के हो भन्ने कुरा सिकायो, अनि अर्को चाहिँ कामहरूमा चाहिँ के कस्तो तिमीलाई अब जस्तै यो काम सानो ठुलो भन्ने एउटा हुन्छ नि, नेपालमा त अब एउटा छ नि, कामलाई चाहिँ एउटा सानो ठुलोको रूपमा पनि लिने गर्छन् नि, तर यहाँ चाहिँ तिमीले के पायो? जस्तै अब तिमी कम्पनीमा काम गर्दाखेरि पनि साउले अब हामीले गरेकै काम गर्न आइराखेको हुन्छ नि त, भनेपछि तिमीलाई के लाग्यो? जस्तै अब कामको चाहिँ यस्तो छ, अब कामको भन्दाखेरि काम चाहिँ यो काम सानो, यो काम यो जस्तो साउ नेपालमा जस्तो साउ भयो भने होइन, त्यसले अब मैले यो फोहोर छ यहाँ मैले यो झाडु लाउन हुन्न भन्ने जुन सोच हुन्छ नि त्यो साउको, त्यो चाहिँ कोरियाको साउको सोच छैन क्या, त्यस्तो छैन। जस्तो त्यसले यहाँ फोहोर देख्यो भने त्यो साउ ठुलै साउ कम्पनीको साउ हो, त्यो फोहोर देख्यो भने त्यो झाडु ल्याएर चाहिँ त्यसले सफा गरिहाल्छ क्या, त्यस्तो सोच छ कि। त्यो चाहिँ मलाई एकदम बेस्ट लाग्यो यहाँको। भनेपछि आज चाहिँ हाम्रो एउटा सानो भलाकुसारी थियो, हामी चाहिँ साँझ अब त्यो माथि आएको थियौँ एउटा बिदाको बेला, अनि यसो कुरा गरौँ एउटा भलाकुसारी होइन, एउटा किनभने एउटा प्रत्यक्ष रूपमा सोध्ने अब यस्तो कुराहरू त भइरहेको थियो, त्यही पनि एउटा होइन के छ मनमा लागेको गरेको भन्ने कुराहरू चाहिँ भनौँ भनेर। अनि एउटा कुरा के भने चाहिँ अब तिमीलाई कहिले चाहिँ म फर्किने जस्तो लागिरहेको छ, आत्तिरी लाग्छ लागेन, कहिले फर्किउँला उ गरौँला भन्ने जस्तो के छ? छोराको उसको के छ? आफू हुर्किएको ठाउँ जन्मेको ठाउँ आफ्नो देशको त माया लागिहाल्छ नि, जति जे गरे पनि। कहिलेकाहीँ एकदम टोलाइराखेको हुन्छु होइन, त्यो के कारणले टोलाउँछु? टोलाउने त भइहाल्छ नि, धेरै कुरा सोध्छु
कति वर्ष यसरी बस्ने होला, कति वर्ष बुढा यसरी सङ्घर्ष यहाँको काम गर्न सक्नुहुन्छ होला। 35-36 वर्ष भइसक्नुभयो होइन। अबको 2-4 वर्ष मेरो उमेर पनि तिमीले उ गरिदिहाल्यो। 3-4 वर्षपछि त अब तपाईँ जे भए पनि अब 40 वर्ष पुग्नुहुन्छ नि त। अनि यस्तो कम्पनीमा यस्तो हार्ड एकदम फलामको काम छ, यो कामलाई अब एकदम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने हो, त्यो तनाव लाग्छ होइन। मैले त तिमीलाई नआऊ होइन उ गर भनेको थिएँ, तर तिमी किन आएको? खास चाहिँ तिमी आउनु कारण चाहिँ किन हो? म त तिमी अब उहीँ बस, घर बच्चालाई स्याहारेर बस वा केही गर भनेको थिएँ भन्नलाई होइन। तर पनि तिमीलाई चाहिँ कस्तो यहाँको सिस्टमहरू के रहेछ, कस्तो रहेछ, एउटा अपर्च्युनिटी हो यो चाहिँ होइन। एकचोटि हेरौँ देखौँ भनेर आएको हो कि अब जस्तो हुन्छ नि, जस तिमी अब यहाँ नआएको भएको यहाँको कुराहरू थाहा हुन्थेन नि त। एउटा कामलाई गर्ने रेस्पेक्ट कस्तो छ होइन, एउटा हुन्छ नि त टाइमको भ्यालुहरू भने। तिमीलाई के लाग्छ विदेशमा चाहिँ एकपल्ट आउन पर्दो रहेछ जस्तो लाग्छ कि के लाग्छ? जस्तो आउनै पर्छ एकचोटि चाहिँ। नेपालका जो मान्छे भए पनि एकचोटि नेपालमा त वास्तवमा सङ्घर्षै छैन के। सङ्घर्ष के हो, दुःख के हो होइन, काम के हो भन्ने कुरा चाहिँ नेपाललाई थाहै छैन क्या वास्तवमा। है जस्तै भन्छ नि मान्छे कुनै भनाइ कस्तो छ भने नेपाली जस्तो सुखी त कोही पनि छैन भन्ने कुरा एउटा भनाइ छ। त्यो चाहिँ के यो चाहिँ एकदमै 100% सत्य हो, सत्य हो त्यो त। तर नेपाल एक किसिमले गरिब भए तापनि नेपाली जनताहरू चाहिँ एकदमै धनी छन् है, धनी छन् एउटा फिजिकल रूपमा वा जे किसिमले पनि होइन धनी हुन्। अनि जस्तै यहाँ अब यहीँको हेर्दाखेरि पनि बुढाबुढीहरू त्यो अब कस्तो एकदमै होइन, मैले पनि देखिरहेको कुपुरी परेका बुढाबुढीहरू जस्तो अब तिनी त 80-85 वर्ष पक्कै भएको थियो होला, तिनीहरू पनि काम गरिराखेको हुन्छ नि त होइन। त्यो अब के कारणले तिमीले गरेको चाहिँ के कारणले जस्तो लाग्छ तिमीले? त्यो के छ यहाँ चाहिँ देश धनी भए तापनि जनता धनी नभएका हुन् कि अब के हो त्यो चाहिँ? खास चाहिँ अब यहाँको सिस्टमले पनि त्यस्तै गराउँछ कि वा के हुन्छ? तिमीलाई के जस्तो लागिरहेको छ? मेहनती के एकदमै यहाँका मान्छे चाहिँ एकदमै मेहनती छन् होइन। यिनीहरूले गर्दाखेरि वास्तवमा देश विकास भएको हो के। जनता यहाँको जनता चाहिँ एकदमै सहयोग गर्ने मेहनती छ कि। यति गरेर होइन 80 वर्षको लगभग हेरिरहेको हुन्छु, कुप्री परेको हुन्छ, 70-80 वर्षका हुन्छन् होइन, एकदम काम गरिरहेको हुन्छन् मरिहत्ते गरेर होइन। त्यो भनेको देशलाई त्यसरी नै अगाडि बढ्ने हो क्या। देश जनताले हुनको लागि चाहिँ सर्वप्रथम चाहिँ त्यहाँका जनताहरू चाहिँ शिक्षित हुनु पर्यो, मेहनती हुनु पर्यो, मेहनती अनुशासित हुनु पर्यो जनता होइन। अब नेपालमा फेरि कस्तो छ भनेपछि अब एकजनाले विदेशमा गयो, मस्त एकजनाले कमाउँछ होइन, घरका परिवार 8-10 जनाले सबैले मोज गरेर खान्छन्, मस्ती गरेर खान्छन् होइन। त्यस्तो छैन के। जस्तो अब श्रीमान यहाँ के छ भने श्रीमानले पनि छुट्टै कमाउने, श्रीमतीले पनि छुट्टै कमाउने के। विकेन्डमा चाहिँ भेट हुने हैन। जस्तो अब तपाईको उसमा शनिबार र आइतबार बिदा भयो भने मात्रै भेट हुन्छन् हैन। अनि अरु चाहिँ छुट्टीमा चाहिँ एकदम उसमा चाहिँ काम गर्ने के। मजाले हैन। मजाले त्यस्तो छ है परिपाटी। त्यो त तिमीलाई राम्रो लाग्यो? के छ त अनि नेपालमा चाहिँ अब चाहिँ भनेपछि जस्तै अब तिमी अब नेपालमा गयौ भने अब मैले मात्र काम गर्न परेन, तिमी पनि काम गर्छौ भन्नु यहाँको उले त तिमीले त्यो राम्रो हैन, पुरुष बराबर भन्ने। अनि नारीले चाहिँ केही नगर्ने अनि पुरुषले मात्रै गर्ने भन्ने हुँदैन नि। सकेसम्म त नारीले पनि काम गर्ने के हैन। नेपालमा पनि नारीले काम नगरेको चाहिँ हैन, तर तिमीले भन्न खोजेको चाहिँ अब त्यो भान्सामा मात्र सीमित नहुने, घरमा मात्र सीमित नहुने, एउटा केही गर्ने भन्ने कुरा हो के। र त्यसको लागि अपर्च्युनिटी पाउनु हुनु पर्यो, अवसर हुनु पर्यो। देशमा पहिला अब यस्तो कम्पनीहरु कारखानाहरु त्यही त। त्यसको लागि त देशले नै अब केही रोजगार सृजना गर्नु पर्यो नि त हैन। ल साथीहरु, आज हामीले चाहिँ अब बुढाबुढीको एउटा भलाकुसारी हैन, एउटा सानोतिनो भलाकुसारी अब यो देशलाई लिएर र प्लस हाम्रो अब जुन जन्मभूमि जुन नेपाल छ हैन, त्यसलाई लिएर अब एउटा भलाकुसारी गरेका थियौं। त्यो भलाकुसारी तपाईहरुलाई कस्तो लाग्यो हैन, कमेन्ट गर्नु होला। अनि अन्त्यमा के भन्छु ल भन त, के छ यस्तै भलाकुसारी हामीले गरिराख्ने अब हैन? अन्त्यमा त अब के भन्न चाहन्छु भने अब धेरै वर्ष यहाँ बसेर कोरियाको काम गर्न सकिन्न हैन। कोरिया मात्र हैन, विदेशमा सबै काम त्यस्तै होस् लाग्छ हैन। अब सबै साथी भाइ अब अरु देशको त अब थाहा भएन हैन, कसरी के गरेर काम गर्छन्। तर यहाँ कोरियाको चाहिँ यो मेसिनसँग यसरी फलामसँग चलेर यसरी
होइन 10औँ 20औँ वर्ष चाहिँ म टिक्छु खट्छु भनेर यहाँको काम गर्न सकिन्न। सकभर 2-4 वर्ष कमाएर छिट्टै नेपाल फर्किन पाऊँ, हुँ सकभर नेपालमै केही गरौँ भन्ने त्यही हो मेरो चाहिँ चाहना। हो ल तिम्रो त्यो चाहना चाहिँ छिट्टै पुरा होस् होइन। अब त्यो चाहनालाई अब त्यसको लागि त मैले पनि अब साथ दिनु पर्यो होइन। अब हेरौँ सकभर चाहिँ चाँडै फर्किन पाऊँ होइन, त्यही नै हो। ल साथीहरू अब यो चाहिँ हाम्रो एउटा सानो भलाकुसारी थियो होइन। यो भलाकुसारी तपाईँलाई कस्तो लाग्यो र आगामी दिनहरूमा पनि हामी यस्तै सानोतिनो होइन भलाकुसारीहरू पनि अब लिनेछौँ एउटा समय सान्दर्भिक अनुसारको होइन। र भिडियोलाई चाहिँ हेर्दै गर्नु होला र हामीले यस्तै यस्तै भिडियोहरू लिएर आउनेछौँ भन्दै आजलाई चाहिँ हामी बिदा हुन्छौँ। बिदा हुन्छौँ। होस् त, नमस्कार।